सबभन्दा पहिला आजको यो विशेष समायोजन समारोह थरुट आन्दोलन थारू हक हित अधिकारका लागि भएका संघर्षहरू र यसमा आफ्नो जीवन लगाउनु हुने समर्पित गर्नुहुने सम्पूर्ण योद्धा शहीदहरू घाइतेहरू र यो संघर्षमा सम्पूर्ण आफ्नो जीवन र पुस्ता समर्पण गर्नुहुने सबैप्रति म आजको साँझ समर्पित गर्न चाहन्छु। यति धेरै जिम्मेवारीको महसुस भएको छ र पछिल्लो दिनहरूमा चाहिँ जसरी निरन्तर रूपमा एउटा नयाँ ढङ्गले राजनीतिलाई अगाडि लैजाने जिम्मेवारी हामीले पाएका छौँ, त्यसको थकाइ एकातिर छ, त्यसले दिएको उत्साह अर्कोतिर छ। हामी इतिहासको एउटा अत्यन्तै महत्त्वपूर्ण मोडमा उभिएका छौँ। इतिहासको यो महत्त्वपूर्ण मोडमा यो देश पहिलोपटक उभिएको होइन, धेरै पटक उभिएको छ। यो देशले इतिहासमा धेरै पटक अवसरहरू पाएको, तर दुःखका साथ भन्नुपर्छ देशले पाएको अवसरलाई केही अवसरवादीहरूले आफ्नो पोल्टामा पारे देश गरिबको गरिब रह्यो। अब त्यो हुनेवाला छैन। रासोपाको उपस्थितिमा तपाईँ हामीलाई साक्षी राखिसकेपछि अब त्यस्तो हुनेवाला छैन। इतिहासले दिएको यो अवसरलाई हामीले व्यक्तिगत लाभका लागि र पार्टीका लाभका लागि खर्च गर्नेवाला छैनौँ, देशको हितका लागि समर्पित गर्नेछौँ। म सम्झन्छु त्यो दिन 79 असार 7 गते यही हलबाट हामीले राष्ट्रसभाको उद्घोष गरेका थियौँ। म त्यहाँबाट केही कुरा सुरु गर्न चाहन्छु। राष्ट्रसभालाई यसको नेतृत्वकर्ताका रूपमा मलाई पनि केही आरोपहरू छन्। यो समावेशी छैन अथवा यसले समावेशितालाई अँगाल्दैन भन्ने किसिमका केही आरोपहरू छन्। म तपाईँलाई स्पष्ट पार्न चाहन्छु, जतिखेर देशले परिवर्तनको आवाज गुन्जाइरहेको छ भन्ने कुराको आभास पाएपछि हामीले पार्टी स्थापना गरी अगाडि बढ्ने निधो गर्यौं, त्यतिखेर केन्द्रीय सदस्यताका लागि चाहिने नागरिकता पनि पाउन हामीलाई गाह्रो भयो। हामीले केही पनि पाउन सकेनौँ। अनि छामछाम चुमचुम गर्दा वरपरका देखिएका साथीहरूलाई हात जोडेर, साथी हो तिमीहरू भए पनि समावेश भौ न यो अभियानमा, आउ न, देऊ न नागरिकता, देऊ न भोटर आइडी भनेर जम्मा भएर सुरु गरिएको अभियान हो। आज यो विशाल हुन्छ भन्ने कुराको जानकारी थियो, तर त्यतिखेर मैले धेरै साथीहरूलाई सम्झाउन बुझाउन सकिनँ। त्यसैले गर्दा समावेशिताको गाली खान म बाध्य भएको छु। तर नियतमा कहिले पनि कमी थिएन, नियत कहिले पनि खोटो थिएन। समयक्रमले यसलाई प्रमाणित गर्दै जान्छ भन्ने कुरामा म विश्वस्त छु। र आज जब यो ऐतिहासिक मोडमा हामी आइपुगेका छौँ, यहाँ आइपुग्दाखेरि राजसभा फैलिएको छ, जनताको विश्वास बढेको छ। र म फेरि पनि तपाईँलाई आज जोड लगाएर के भन्न चाहन्छु भने फैलिएको यो विश्वास र भरोसालाई मेरा व्यक्तिगत रूपमा या पार्टीका रूपमा या कुनै गुटका रूपमा कसैको लाभका लागि होइन, मात्र यो सिङ्गो देशको लाभका लागि खर्च गरिनेछ, त्यसलाई मध्यनजर राखिनेछ। म फेरि पनि सम्झन्छु आफ्नो राजनीतिक प्रतिवेदन, पहिलो राजनीतिक प्रतिवेदनमा भनेको कुरा, जहाँ मैले बताएको थिएँ कि नयाँ शक्तिहरू एक ठाउँमा उभिने क्रमलाई सुरुवात गर्नुपर्छ। देश परिवर्तनको सङ्घारमा उभिएको छ। यतिखेर मैले के पाउँछु भनेर होइन, मैले के दिने भनेर बैठक बसियो भने त्यो बैठकहरू सफल हुन्छन्। र म त्याग गर्ने मानिसहरूको नाम सूची बनाउँदा मेरो नाम पहिलो नम्बरमा दर्ज गराउँछु भनेर मैले इतिहासलाई दर्ज गराइसकेको हो। र त्यो सिलसिला सिद्धिएको छैन, त्यो सिलसिला सिद्धिएको छैन साथी हो। अब यसको सुरुवात हामीले गरेका छौँ। व्यापक रूपमा आशा गरिएका शक्तिहरूलाई एक ठाउँमा लिएर गएर हामीले सम्पूर्ण रूपान्तरण गर्ने बेला आएको छ। यो ऐतिहासिक मोडमा म यति कुरा बताउन चाहन्छु, राजनीतिक यात्राका क्रममा नागरिक उन्मुक्तिसँग जोडिनुभएका, थारूवट आन्दोलनसँग जोडिनुभएका साथीहरू, अभियन्ता साथीहरूले आफ्ना अनुभवहरू यहाँ सुनाउनु भयो। त्यसका व्याख्याहरू पनि यहाँ धेरै भए। तर म एउटा कुरा तपाईँलाई बताउन चाहन्छु कि अब म व्याख्या होइन बदल्न चाहन्छु। बदल्ने अभियानमा हामी जोडिने हो। व्याख्या सकियो, अब व्याख्याको काम छैन। कसले के गरे के गरेन, अब त्यो व्याख्याको काम छैन। के व्याख्या गरौँ हामी? 2/3 सरकारले नागरिकमाथि गरेको दमनको के व्याख्या गर्नु? 34 वर्षसम्म यो देशलाई हरिकङ्गाल बनाएकाहरूको के व्याख्या गर्नु? त्यो व्याख्याले केही पनि हुँदैन। अब बदल्ने हो।
अब बदल्ने हो। हामी सबैका अनुभवहरू छन्। तपाईँको अनुभवले यस पार्टीलाई, यो अभियानलाई समृद्ध बनाउनका लागि तपाईँहरू जोडिनु भएको छ। साथीहरूले आफ्नो मन्तव्यको क्रममा अलिकति केही समानुपातिकमा न्याय गर्नुपर्ने लागि केही भन्ने कुराहरू गर्नुभयो। समानुपातिकमा दुईजना साथीलाई न्याय होइन, सिङ्गो थारू समुदायलाई न्याय गर्ने कुरा गरौँ साथी हो। यो यात्राको क्रममा इतिहास बदल्ने यो बेलामा एउटा दुईटा कोही साथीभाइहरू छुट्लान् नछुट्लान् त्यसको हामी परवाह नगरेको रूपमा तपाईँले वर्षौंसम्म झेल्नु भएको यो उत्पीडन, वर्षौंसम्म झेल्नु भएको यो विभेदको अन्त्य मैले यो पार्टीले होइन, तपाईँ हामी सबैले सँगै मिलेर सँगै लडेर सँगै परिणाम दिने हो। हामी आज त्यसका लागि बसेका हौँ। विभिन्न मञ्चहरूमा प्रतिबद्धताहरूको कमी भएको होइन, मानिसहरूले प्रतिबद्धता व्यक्त गरेकै हुन्। तर यो अवसरलाई पनि हामीले गुमायौँ भने हामी नेताका रूपमा त कहीँ कतै चिनिन्छौँ होला, तर इतिहासले मौका पाएर पनि त्यसलाई सदुपयोग गर्न नसकेको एउटा गलत पात्रको रूपमा पनि हाम्रो चित्रण गर्ने खतरामा हामी बसेका छौँ। त्यसैले हामी अत्यन्त जिम्मेवार हुनुपर्ने मोडमा उभिएका छौँ। उपस्थित साथीहरू, विशेष गरेर थारू आन्दोलन र टिकापुरका घटनालाई लिएर म सञ्चारकर्मी रहँदा मेरो सूचनाको दायरा आज जति फराकिलो थिएन, मेरो बुझाइको दायरा कमी हुँदा मैले कहीँ कतै मन दुखाएको छु भन्ने मलाई महसुस भएको छ। आज यस पावन दिनमा, ऐतिहासिक दिनमा मन दुखेका सबैप्रति म हृदयदेखि नै क्षमा याचना गर्न चाहन्छु। सिक्ने र समृद्ध हुने क्रममा म अझै पनि आफूलाई सिकारु एउटा नागरिक भनौँ, सिकारु एउटा राजनीतिक कर्मीका रूपमा परिष्कृत पार्ने यात्रामा अगाडि बढेको छु। यी मात्र होइनन्, धेरै कमी कमजोरीहरू भएका होलान्। त्यसले मलाई एउटा पाठ सिकाएको छ। मलाई विश्वास छ यो यात्रामा तपाईँहरूको साथमा हामी विगतमा भएका जति पनि कमी कमजोरीहरू छन् तिनलाई सच्याउनेछौँ र त्यसलाई ऐतिहासिक मोडमा लिएर जानेछौँ। जुन समाजमा विभेद हुन्छ त्यो समाज मान्छे बस्न लायक समाज रहँदैन। विभेद रहित समाज निर्माण गर्ने क्रममा पार्टी प्रतिबद्ध छ। हाम्रा प्रतिबद्धताहरू लिखित रूपमा हामीले प्रस्तुत पनि गरि नै सकेका छौँ, जसलाई यहाँहरूले हेर्नुभएको छ। र आज हामीले हस्ताक्षर गरेका कागजमा आज गरिएको हस्ताक्षरका ती अक्षरहरू फगत अक्षरहरू मात्र होइनन्, त्यो हामीले विशेष गरेर थरुवाट आन्दोलन र थारू समुदाय सम्पूर्ण त्यो इतिहासलाई साक्षी राखेर गरेको हस्ताक्षर हो। त्यसको जवाब हामीले पुस्तासम्म दिनुपर्ने हुन्छ। म तयार छु। पार्टी सभापतिका रूपमा यो जिम्मेवारी लिन म तयार छु। म नक्कु कारागारमा रहिरहँदा स्वाभाविक रूपमा भेटघाट गर्ने इच्छा गर्ने सद्भाव राख्ने साथीहरू खोज्दै आउने क्रम थियो। स्वाभाविक रूपमा मलाई माया गरेर खोज्न आउनेहरूको सङ्ख्या धेरै थियो, तर मैले खोज्ने सङ्ख्या एकदमै कम थियो। मैले आफैले खोजेर भेट्न चाहेर खोजेको चाहिँ थरुवाट आन्दोलनका साथीहरू थिए, थारू अभियन्ताहरू थिए। मलाई यसमा गर्व लागेको छ। म गर्वको महसुस गर्दछु कि मैले सबैभन्दा बढी समय पछिल्लो 2-3 महिना यसै विषयलाई लिएर दिएँ। कहाँ कमी कमजोरीहरू भएको छ त्यहाँबाट सच्याउन सुरु गर्नुपर्छ भनेर हामीले तपाईँहरूलाई सँगै जोडेर जाने अभियान सुरुवात गऱ्यौँ। किनकि हामीलाई थाहा थियो जसरी मुलुकमा परिवर्तनको एउटा नयाँ सन्देश जाँदैछ, परिवर्तनको यो सन्देशमा अल्पसङ्ख्यकहरू, सीमान्तकृतहरू र विभेदमा पारिएकाहरूलाई प्राथमिकताका साथ लिएर जान सकिएन भने राज्यको रूपान्तरण र हामीले सोचे जस्तो, हामीले खोजे जस्तो समाज बनाउन सकिँदैन भन्ने कुरामा म विश्वस्त थिएँ, हुँदैछु र सिक्ने क्रम मेरो निरन्तर जारी नै छ। उपस्थित दाजुभाइ दिदीबहिनीहरू, आज म धेरै कुराहरू भन्न गइरहेको छैन, किनकि अझै पनि यो अभियानलाई निरन्तरता दिनको निमित्त धेरै साथीहरूलाई जोड्नुपर्ने गहन जिम्मेवारीमा म उभिएको छु। यो ऐतिहासिक जिम्मेवारी पुरा गर्न सकियो भने मुलुकले एकैपटक निकास पाउनेछ। म पुराना राजनीतिक दलहरू जो यदाकदा आएको परिवर्तनलाई स्वीकार गर्न अप्ठ्यारो मानिरहेको देखिरहेको छु, उहाँहरूलाई म विनम्रतापूर्वक भन्न चाहन्छु, स्वीकार्नुहोस्, आफ्नो असक्षमतालाई स्वीकार्नुहोस्। मुलुक जर्जर अवस्थामा पुगिसकेको छ। जति तपाईँहरूले पछिल्लो समय कुशासनको चपेटामा पारेर मुलुकलाई आज यो अवस्थामा पुर्याउनु भयो, अब थप जोडबल नगर्नुहोस्। योभन्दा गए गुज्रिएको बहिर्गमनको सपना नदेख्नुहोस्। अपदस्थताको पराकाष्ठा हो त्यो। यसभन्दा पर नसोचिदिनुहोस्। निर्वाचनमा मुलुकलाई सहज रूपमा जान दिनुहोस्।
चलखेल नगर्नुहोस्, हात लम्काउने चम्काउने नगर्नुहोस्। मुलुकलाई निर्वाचनमा लिएर जानुहोस्। निर्वाचन मार्फत जनताले आफ्नो अभिमत जाहेर गर्नेछन्। त्यो अभिमत मार्फत हामीले नयाँ इतिहास कोर्नु छ एकैपटक। त्यो इतिहासलाई यहाँहरूले सक्नुहुन्छ भने योगदान दिनुहोस्, सक्नुहुन्न भने बिथोल्ने कोसिस नगर्नुहोला। किनकि मुलुक अब कुनै पनि किसिमको अप्ठ्यारो परिस्थितिबाट होइन, सहज परिस्थितिबाट अगाडि बढ्न चाहन्छ। हामी एउटा आरोप होइन, कयौँ आरोपहरूमा लडिरहेका छौँ। कतिपयले लोकप्रियतावादी पपुलिस्टहरू मिले, यिनीहरूमा चाहिँ राजनैतिक परिपक्वता छैन भनेको पनि सुन्नु परेको छ। हामीलाई गाली गर्न पाउँदा आत्मैदेखि खुसी हुनेहरू तथा नाम गाली पनि गरिरहेका छन्। म उहाँहरूलाई खुसी हुनलाई अनुरोध गर्न चाहन्छु। हामीलाई, हाम्रो पार्टीलाई, मलाई, मेरा नेताहरूलाई गाली गर्दा तपाईँहरू तृप्त हुनुहुन्छ भने तपाईँ तृप्त भइरहनुहोस्। हामी त्यही गालीको चाङमा टेकेर यो देशको समृद्धिको सपना पुरा गरेरै छाड्छौँ। अब जसरी नयाँ साथीहरू हामी जोडिएका छौँ, हामी जोडिएका साथीहरूले अब मुलुकको भविष्यको जिम्मेवारी लिनुपर्ने भएको हुनाले हामीले अब पुराना दलहरूलाई अथवा पुराना दलका कार्यकर्ता नेताहरूलाई कटाक्ष गर्न बन्द गरिदिनुपर्छ। हामीले त अब नयाँ नेपालको नक्सा कोर्ने हो, अबको समृद्धिको बाटो पहिल्याउने हो, अब एउटा हामीले कल्पना गरेको समाजको चित्र कोर्ने हो। हामी त्यतातिर व्यस्त हुनुपर्छ। हामीले अब कटाक्ष गर्ने अथवा हामी शक्तिशाली भयौँ भनेर अपदस्थ भएका मानिसहरूलाई मानमर्दन गर्ने कामबाट हामी अब बाहिर निस्किनुपर्छ साथीहरू। म रासोपाका सम्पूर्ण शुभचिन्तकहरूलाई बताउन चाहन्छु र जति पनि पुराना राजनीतिक दलका नेताहरू हुनुहुन्छ जसले यदि मुलुकको चिन्ता गरेर यिनको हातमा देश जाँदाखेरि मुलुककै सङ्कटमै पो पर्नेको हो कि भन्ने चिन्ता गर्नुभएको छ, म उहाँहरूलाई स्पष्ट पार्न चाहन्छु, चिन्ता नगर्नुहोस्। तपाईँहरूले चिन्ता गर्न पर्दैन। नयाँ पुस्ता सक्षम छ, सबल छ। यो देशलाई एउटा उचाइमा लिएर जान सक्ने क्षमतावान पुस्ता हामीले लिएर आएका छौँ। संसदलाई तपाईँहरूले उस्तै परे एउटा बजेट भाषण बाहेक अरू हेर्न नसक्ने थलोको रूपमा बनाउनु भएको थियो। तर संसदका हरेक सेसनलाई नेपाली नागरिकले, युवा पुस्ताले आँखा झिमिक्क नपारिकन हेर्ने बनाउने रासोपा हो। चिन्ता नगर्नुहोस्, हामी सम्हाल्छौँ। हामी सम्हाल्छौँ। बिग्रिएको अर्थतन्त्रलाई हामी उकास्छौँ, बिग्रिएको वैदेशिक सम्बन्धलाई हामी उकास्छौँ, गिरेको राष्ट्रिय मनोबललाई हामी उकास्छौँ। युवाहरूमा त्यो ताकत छ, त्यो शक्ति छ, हामी उकास्छौँ। हामी सक्षम छौँ, राजनीतिक रूपमा परिपक्व हुन्छौँ, हुँदैछौँ, गर्दैछौँ। तर त्यो राजनीति पनि के राजनीति जसले देशलाई हरितन्नम बनाएर छोड्यो, देशका नागरिकलाई देश छोडेर जाने बनायो, लालापालालाई छोडेर जानुपर्ने बनायो, सम्भावना भएको देशलाई सम्भावनाहीन बनाएर छोड्यो। हामी त्यहाँबाट उठाएर एउटा गन्तव्यमा मुलुकलाई लिएर जान सक्षम छौँ। तपाईँहरूले पपुलिस्ट भने पनि, तपाईँहरूको विश्लेषणभित्र हामी हेलामा परे तापनि हामीलाई थाहा छ, हामीले बुझेका छौँ। र यो जोडिने क्रममा जसरी हामी नयाँ साथीहरू जोडिएका छौँ, ती साथीहरू अब्बल साथीहरू हुनुहुन्छ, युवा साथीहरू हुनुहुन्छ। यो पुस्तासँग आफ्नो मुलुकलाई नयाँ गन्तव्यमा लिएर जान सक्ने अथाह क्षमता छ। त्यस कारणले म निर्धक्क हुनको लागि म अनुरोध गर्न चाहन्छु। विभिन्न षड्यन्त्र गरेर चुनाव भाँड्ने, घटनाहरू घटाइदियो भने चुनाव सर्छ कि क्या हो भन्ठान्ने काम नगरिदिनु होला। चुनाव नै हो, चुनावबाट नै निकास दिने हो। र जति पनि पुराना राजनीतिक दलहरूलाई माया गर्ने साथीहरूलाई म यहीँबाट बताउन चाहन्छु कि तपाईँले माया गरेको राजनीतिक दलबाट निकास नआएपछि यदि अझै पनि तपाईँ ती पुराना दललाई माया गर्नुहुन्छ भने एउटा काम गरिदिनुहोस्, आफूले माया गरेको दललाई प्रतिपक्षमा राखिदिनुहोस् एकपटकलाई। अब त हेर्नुहोस्, केन्द्रीय सदस्यको संख्या पुर्याउनलाई नागरिकता समेत नपाएको, भोटर आइडी पनि नपाएको र बल्ल बल्ल हात जोडेर छेउछाउका साथीहरूलाई जम्मा गरेर सुरु गरेको राजनीतिक दलमाथि कति मुद्दा लागे, कति अवहेलना खेप्नु पर्यो। तर हामी थाकेनौँ, हामी बसेनौँ, हामीले आराम गरेनौँ, हामीले विश्राम गरेनौँ, हामी अगाडि बढ्यौँ। संसदीय अभ्यासमा हामीले अब्बल ढङ्गले विश्वलाई देखायौँ कि नयाँ पुस्ता पनि राजनीतिमा आयो र यसले गर्ने संसदीय अभ्यासले देशमा एउटा आशा र उत्साह जगायो। मैले भन्नै पर्छ, रासोपासँग जोडिनुभएका, रासोपाका वरिष्ठ नेताका रूपमा हामीले हिजो भर्खरै स्वागत गरेका बालेन्द्र शाहको उदयले युवाहरूको राजनीतिमा चासो बढायो र त्यहाँबाट नेपालले एउटा नयाँ झङ्कार सुरु गरेको थियो। त्यही अभियान अघि बढ्दै यहाँसम्म आइपुगेको हो। जेनजी आन्दोलनमा जे भयो, जुन क्षति भयो, त्यो नभएको भए हुन्थ्यो। तर त्यस्तो किसिमको क्षतिमा जाँदैछ भनेर हामीले निरन्तर भनेकै थियौँ।
राज्य सत्ताको चरम दुरुपयोग गरेर यति ठुलो खाल्डो खनियो कि मैले भनेकै थिएँ मलाई पूर्ण 6 फिट 6.5 फिट जतिको खाल्डो खनेको भए खासै ठुलो फरक पर्दैन थियो। तर यति ठुलो खाल्डो खन्नुभयो कि अब तपाईँहरू सबै नपुरिकन सुखै छैन। हामीले पुर्ने होइन, खाल्डो त तपाईँहरूले नै खन्नु भएको। त्यही प्रेसिडेन्ट सेट गरौँ, संसदलाई हामीले संसद जस्तो बनाऊ भन्यौँ। उठेका मुद्दाहरूमा हामीले भ्रष्टाचारका विषयमा मुद्दाहरू उठायौँ, तर त्यो संसदलाई तपाईँहरूले शक्तिको दम्भ देखाएर सङ्ख्याको दम्भ देखाएर नागरिकका मुद्दाहरूलाई दबाउने कोसिस गर्नुभयो। जनताले मन पराएका भर्खरका नाति नातिना पुस्ताका सांसदहरूले भ्रष्टाचारको विरुद्ध उठाएको आवाजमा माइक काट्ने काम भयो, आवाज नसुन्ने काम भयो, हाम्रो माग पुरा नहुने काम भयो, पेल्ने हेप्ने अपमानित गर्ने अपहेलित गर्ने विभिन्न नाम दिने कामहरू भयो। परिणाम के भयो? म सुनिरहेको छु ठुला राजनीतिक दलहरू फेरि मिल्दैछन् रे। मिलेर ठुला राजनीतिक दलहरू नमिलेको हो त। जुन संसदबाट मलाई जबरजस्ती बाहिर निकालियो 2 घण्टामा सूचना टाँसेर, त्यही संसद फेरि बिउताउने भनिरहनु भएको छ। उहाँहरू 22 बिउताउने भन्नुभएको छ। केका लागि बिउताउन खोज्नु भएको? एउटा जेलमा परेका आमा बुवाका बालबालिकालाई वर्षौंदेखि पालन पोषण गरेर आउनुभएकी इन्दिरा राणा जस्तो समाजसेवीलाई मानव तस्करको आरोप लगाउने पाप गर्नका लागि फेरि बिउताउन खोज्नु भएको? सहकारीको बाटो नहिँडेको मान्छेलाई प्रमाण छ भनेर जबरजस्ती मुद्दामाथि मुद्दा कोचेर जबरजस्ती संसदबाट बाहिर निकाल्ने संसद फेरि स्थापना गर्न खोज्नु भएको? विभिन्न देशमा जाने नेपालीहरूबाट असुल उपर गरेर भिजिट भिसाका नाममा दिनमा लाखौं कमाउनेहरूको विरुद्ध आयोग गठन गर न, छानबिन गर न भन्दाखेरि आवाज नसुनेर माइक काटिदिने संसद पुनर्स्थापना गर्न खोज्नु भएको? संसद त आउँछ, तर फ्रेश म्यान्डेट लिएर आउँछ। फ्रेश म्यान्डेट लिएर आउँछ, नयाँ साथीहरू सहित आउँछ। मुलुकले काँचुली फेर्छ। उपस्थित साथीहरू, मैले राष्ट्रिय राजनीतिका विषयमा यति कुरा भन्नु नै पर्ने थियो। जहाँसम्म आजको यो समारोहको आजको यो विषय छ, दामोदर सरलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुरुवाती दिनदेखि जुन ढङ्गले तपाईँले यसलाई सहजता गर्नको निमित्त अग्रसरता लिनुभयो, साँच्चै नै त्यो एउटा अभिभावकको भूमिका थियो। तपाईँ आफै थारू होइन, तर थारूको अधिकारका लागि तपाईँले जसरी प्रस्ताव राख्नुभयो र यसलाई त्यो घटना होइन, त्यो एउटा विध्वंस हो, त्यहाँ चाहिँ बर्बर यातना दिइएको छ भन्ने कुरा जसरी तपाईँले भन्नुभयो, त्यसलाई आज हामीले लिखित रूपमा प्रतिबद्धताका साथ प्रस्तुत गर्यौँ। तपाईँ जस्ता साथीहरू हुने भयो भने यो मुद्दा स्थापित हुनेछ। थारूको हक अधिकारमा तपाईँ जस्ता साथीहरू जोडिँदा अझ बढी स्थापित हुनेछ। लक्ष्मणी लगायतका साथीहरूसँग पनि मेरो निरन्तर भेटघाट भएको छ। रासोपा र हाम्रो बारेमा, पहिचानका बारेमा हामी अनुदार छौँ कि भन्ने कुरा कता कता गरेको पनि सुनिएको छ। हाम्रा दस्तावेजहरू डाक्टर सोनी बगेलले अघि भन्नुभएको छ, त्यहाँ स्पष्ट रूपमा हामीले भनेका छौँ। पहिचानको विषयलाई लिएर कुनै पनि, चाहे अल्पसङ्ख्यक, चाहे थारू, चाहे मुस्लिम, कुनै पनि दलित, उनीहरूको पहिचानको विषयलाई लिएर त्यसलाई राजनीतिको रोटी सेक्ने मुद्दा मात्र बनाउने कुराको मात्र हाम्रो विरोध हो। पहिचानको विरोधमा हामी कहिले पनि छैन। वास्तविक पहिचान भौगोलिक हिसाबले, सांस्कृतिक हिसाबले, धार्मिक हिसाबले जहाँ जहाँ गर्व गर्नुपर्ने ठाउँहरू छ, रासोपाले गर्वका साथ त्यसलाई डकुमेन्टेड गरेको छ। र आज हामीले गरेको सहमति र सम्झौताको अक्षरशः पालना गर्ने जिम्मेवारी तपाईँ हाम्रै हो। र पार्टी सभापतिका रूपमा तपाईँले विश्वास गरेर, आफ्नो भएको रहेको घरबाट विश्वास गरेर हाम्रो घरमा आउनुभएका तपाईँलाई परिवारका रूपमा न्यानो स्वागत गर्ने कुराको म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। नयाँ राजनीतिक दल हौँ, पार्टी खुलेदेखि नै विभिन्न आक्रमणमा परेका छौँ। राज्य लाग्यो हामीमाथि, हाम्रो पार्टीको नाममा मुद्दा लाग्यो, चुनाव चिन्हमा मुद्दा लाग्यो, सभापतिमाथि मुद्दा लाग्यो, निरन्तर खेपिनी रहेको छु। यस्ता बावजुद पनि हामीले हाम्रो यात्रालाई रोकेका छैनौँ। यहाँहरू आएर हाम्रो यो यात्रा अझ बढी समृद्ध हुनेछ, हामीलाई विश्वास छ। यस बीचमा हामीले कयौँ साथीहरूलाई प्रशिक्षण पनि गर्न पाएका छैनौँ। हाम्रा कयौँ साथीहरू प्रतिबद्ध छन् तर प्रशिक्षित छैनन्। प्रशिक्षण नपाएको सङ्गठनले कहीँ कतै तपाईँहरूको मन दुखाएछ भने मलाई अघि तपाईँले छोरो भन्नुभयो, छोरो सम्झेर क्षमा गरिदिनु होला। तर मेरो कोसिस रहनेछ सभापतिका रूपमा
कि आउनुभएका साथीहरूमाथि कसैले अपमान नगरून्, कसैले अपशब्द प्रयोग नगरून्, कसैले गाली गलोज नगरून्। तर प्रशिक्षणको अभावमा सङ्गठनलाई हामीले धेरै समय दिन पाएका छैनौँ। मुद्दा मामिलामा झेलिँदा अनेक किसिमको यो राज्य आतङ्क र अनेक किसिमका आरोप प्रत्यारोपहरूमा झेलिँदा हामीले गर्नुपर्ने कयौँ चिजहरू छुटाएका छौँ, तर हामीले हिँड्न छोडेका छैनौँ। हामी निकै अगाडि बढेका छौँ। त्यसैले त आज सिङ्गो देशको आशा र उत्साहको रूपमा रासोपालाई हेरिएको छ। आज देश निराश भएका बेलामा, चुनाव हुन्छ कि हुँदैन भनेर चिन्ता भएको बेलामा रासोपाको पछिल्लो समय गरिएका सम्पूर्ण क्रियाकलापले, सहमतिहरूले के स्पष्ट पारेको छ भने अब देशमा केही हुन्छ भन्ने कुराको सञ्चार मानिसहरूमा बढाएको छ। त्यो आशा आजका लागि महत्त्वपूर्ण कुरा हो र यसैमा टेकेर तपाईहरू हामी सबै साथ मिलेर हामी यसलाई गन्तव्यसम्म पुर्याउनेछौँ र अन्य विभिन्न नयाँ र होनहार साथीहरूलाई जोड्ने क्रम निरन्तर अगाडि बढाएका छौँ। सँगै जोडिँदा दुईटा खोला पनि मिसिँदाखेरि दोभानमा अलिकति 1-2 किलोमिटरसम्म त त्यो पानीको दुईटा अलग अलग सङ्लो र धमिलो पानीहरू पनि देखिन्छ। तर अलिकति नआत्तिनु होला, अलिकति धैर्य गर्नु होला, थोरै बग्न दिनुहोस् त। हामी सङ्लो हुन्छौँ, एउटै देखिन्छौँ, सँगै अगाडि बढ्छौँ। र विभिन्न समयमा हामीले आशा गर्दै, विभिन्न ठाउँ हुँदै, विभिन्न पार्टी हुँदै, विभिन्न अभियान हुँदै हामी यहाँसम्म आयौँ। हामी अब यहाँबाट अर्को घर जान चाहँदैनौँ भन्नुभएको तपाईँको यो अभिव्यक्तिलाई रासोपाले गम्भीरतापूर्वक लिएको छ र हामीलाई विश्वास छ तपाईँ हाम्रो साथ, हामी सँगै मिलेर यसैलाई नै एउटा अन्तिम गन्तव्य मिलाउँछौँ। किनकि यतिखेर इतिहासले मागेको कुरा र हामीले खोजेको कुरा, वर्षौँदेखि तपाईँहरूले लड्नुभएको कुरालाई उपलब्धिमा हासिल गर्ने समयमा हामी आइपुगेका छौँ। यस इतिहासको अत्यन्तै महत्त्वपूर्ण कालखण्डमा हामी आइपुगेको हुनाले मलाई लाग्दछ यो तपाईँको मात्र होइन, राजनीतिक रूपमा हाम्रो पनि गन्तव्य हो। हाम्रो पनि यही हो गन्तव्य। हामी पनि अर्को मौकाको खोजी छौँ। धेरै धेरै धन्यवाद शिशिरजी। आजको यस ऐतिहासिक घडीमा इतिहासको यो महत्त्वपूर्ण कालखण्डको साक्षी बन्नका लागि उपस्थित रहनुभएका सबैजनालाई एकमुष्ट सम्बोधन गर्दै जय घन्टी भन्न चाहन्छु। सबैलाई एकमुष्ट सम्बोधन गर्न चाहन्छु। उपस्थित महानुभावहरू, सबभन्दा पहिला आजको यो विशेष समायोजन समारोह, थरुट आन्दोलन, थारू हक हित अधिकारका लागि भएका सङ्घर्षहरू र यसमा आफ्नो जीवन लगाउनु हुने, समर्पित गर्नुहुने सम्पूर्ण योद्धा, शहीदहरू, घाइतेहरू र यो सङ्घर्षमा सम्पूर्ण आफ्नो जीवन र पुस्ता समर्पण गर्नुहुने सबैप्रति म आजको साँझ समर्पित गर्न चाहन्छु। यति धेरै जिम्मेवारीको महसुस भएको छ र पछिल्लो दिनहरूमा चाहिँ जसरी निरन्तर रूपमा एउटा नयाँ ढङ्गले राजनीतिलाई अगाडि लैजाने जिम्मेवारी हामीले पाएका छौँ, त्यसको थकाइ एकातिर छ, त्यसले दिएको उत्साह अर्कोतिर छ। हामी इतिहासको एउटा अत्यन्तै महत्त्वपूर्ण मोडमा उभिएका छौँ। इतिहासको यो महत्त्वपूर्ण मोडमा यो देश पहिलोपटक उभिएको होइन, धेरै पटक उभिएको छ। यो देशले इतिहासमा धेरै पटक अवसरहरू पाएको, तर दुःखका साथ भन्नुपर्छ देशले पाएको अवसरलाई केही अवसरवादीहरूले आफ्नो पोल्टामा पारे देश गरिबको गरिब रह्यो। अब त्यो हुनेवाला छैन। रासोपाको उपस्थितिमा तपाईँ हामीलाई साक्षी राखिसकेपछि अब त्यस्तो हुनेवाला छैन। इतिहासले दिएको यो अवसरलाई हामीले व्यक्तिगत लाभका लागि र पार्टीका लाभका लागि खर्च गर्नेवाला छैनौँ, देशको हितका लागि समर्पित गर्नेछौँ। म सम्झन्छु त्यो दिन 79 असार 7 गते यही हलबाट हामीले रासोपाको उद्घोष गरेका थियौँ। म त्यहाँबाट केही कुरा सुरु गर्न चाहन्छु। रासोपालाई, यसको नेतृत्वकर्ताका रूपमा मलाई पनि केही आरोपहरू छन्। यो समावेशी छैन अथवा यसले समावेशितालाई अँगाल्दैन भन्ने किसिमका केही आरोपहरू छन्। म तपाईँलाई स्पष्ट पार्न चाहन्छु, जतिखेर
देशले परिवर्तनको आवाज गुन्जाइरहेको छ भन्ने कुराको आभास पाएपछि हामीले पार्टी स्थापना गरी अगाडि बढ्ने निधो गर्यौं। त्यतिखेर केन्द्रीय सदस्यताका लागि चाहिने नागरिकता पनि पाउन हामीलाई गाह्रो भयो। हामीले केही पनि पाउन सकेनौं। अनि छामछाम चुमचुम गर्दा वरपरका देखिएका साथीहरूलाई हात जोडेर, साथी हो तिमीहरू भए पनि समावेश भउ न यो अभियानमा, आउ न, देऊ न नागरिकता, देऊ न भोटर आइडी भनेर जम्मा भएर सुरु गरिएको अभियान हो। आज यो विशाल हुन्छ भन्ने कुराको जानकारी थियो, तर त्यतिखेर मैले धेरै साथीहरूलाई सम्झाउन बुझाउन सकिनँ। त्यसैले गर्दा समावेशिताको गाली खान म बाध्य भएको छु। तर नियतमा कहिले पनि कमी थिएन, नियत कहिले पनि खोटो थिएन। समयक्रमले यसलाई प्रमाणित गर्दै जान्छ भन्ने कुरामा म विश्वस्त थिएँ छु। र आज जब यो ऐतिहासिक मोडमा हामी आइपुगेका छौँ, यहाँ आइपुग्दाखेरि रासोपा फैलिएको छ, जनताको विश्वास बढेको छ। र म फेरि पनि तपाईँलाई आज जोड लगाएर के भन्न चाहन्छु भने, फैलिएको यो विश्वास र भरोसालाई मेरा व्यक्तिगत रूपमा या पार्टीका रूपमा या कुनै गुटका रूपमा कसैको लाभका लागि होइन, मात्र यो सिङ्गो देशको लाभका लागि खर्च गरिनेछ। त्यसलाई मध्यनजर राखिनेछ। म फेरि पनि सम्झन्छु आफ्नो राजनीतिक प्रतिवेदन, पहिलो राजनीतिक प्रतिवेदनमा भनेको कुरा, जहाँ मैले बताएको थिएँ कि नयाँ शक्तिहरू एक ठाउँमा उभिने क्रमलाई सुरुवात गर्नुपर्छ। देश परिवर्तनको सङ्घारमा उभिएको छ। यतिखेर मैले के पाउँछु भनेर होइन, मैले के दिने भनेर बैठक बसियो भने त्यो बैठकहरू सफल हुन्छन्। र म त्याग गर्ने मानिसहरूको नाम सूची बनाउँदा मेरो नाम पहिलो नम्बरमा दर्ज गराउँछु भनेर मैले इतिहासलाई दर्ज गराइसकेको हो। र त्यो सिलसिला सिद्धिएको छैन, त्यो सिलसिला सिद्धिएको छैन साथी हो। अब यसको सुरुवात हामीले गरेका छौँ। व्यापक रूपमा आशा गरिएका शक्तिहरूलाई एक ठाउँमा लिएर गएर हामीले सम्पूर्ण रूपान्तरण गर्ने बेला आएको छ। यो ऐतिहासिक मोडमा म यति कुरा बताउन चाहन्छु, राजनीतिक यात्राका क्रममा नागरिक उन्मुक्तिसँग जोडिनुभएका, थारूवाट आन्दोलनसँग जोडिनुभएका साथीहरू, अभियन्ता साथीहरूले आफ्ना अनुभवहरू यहाँ सुनाउनु भयो। त्यसका व्याख्याहरू पनि यहाँ धेरै भए। तर म एउटा कुरा तपाईँलाई बताउन चाहन्छु कि अब म व्याख्या होइन बदल्न चाहन्छु। बदल्ने अभियानमा हामी जोडिने हो। व्याख्या सकियो, अब व्याख्याको काम छैन। कसले के गरे के गरेन, अब त्यो व्याख्याको काम छैन। के व्याख्या गरौँ हामी? 2 तिहाईको सरकारले नागरिकमाथि गरेको दमनको के व्याख्या गर्नु? 34-34 वर्षसम्म यो देशलाई हरिकङ्गाल बनाएकाहरूको के व्याख्या गर्नु? त्यो व्याख्याले केही पनि हुँदैन। अब बदल्ने हो, अब बदल्ने हो। हामी सबैका अनुभवहरू छन्। तपाईँको अनुभवले यस पार्टीलाई, यो अभियानलाई समृद्ध बनाउनका लागि तपाईँहरू जोडिनु भएको छ। साथीहरूले आफ्नो मन्तव्यको क्रममा अलिकति केही समानुपातिकमा न्याय गर्नुपर्ने लागि केही भन्ने कुराहरू गर्नुभयो। समानुपातिकमा 2 जना साथीलाई न्याय होइन, सिङ्गो थारू समुदायलाई न्याय गर्ने कुरा गरौँ साथी हो। यो यात्राको क्रममा इतिहास बदल्ने यो बेलामा एउटा दुईटा कोही साथीभाइहरू छुट्लान् नछुट्लान् त्यसको हामी परवाह नगरौँ। तर आन्दोलनका रूपमा तपाईँले वर्षौंसम्म झेल्नु भएको यो उत्पीडन, वर्षौंसम्म झेल्नु भएको यो विभेदको अन्त्य मैले, यो पार्टीले होइन, तपाईँ हामी सबैले सँगै मिलेर, सँगै लडेर, सँगै परिणाम दिने हो। हामी आज त्यसका लागि बसेका हौँ। विभिन्न मञ्चहरूमा प्रतिबद्धताहरूको कमी भएको होइन, मानिसहरूले प्रतिबद्धता व्यक्त गरेकै हुन्। तर यो अवसरलाई पनि हामीले गुमायौँ भने हामी नेताका रूपमा त कहीँ कतै चिनिन्छौँ होला, तर इतिहासले मौका पाएर पनि त्यसलाई सदुपयोग गर्न नसकेको एउटा गलत पात्रको रूपमा पनि हाम्रो चित्रण गर्ने खतरामा हामी बसेका छौँ। त्यसैले हामी अत्यन्त जिम्मेवार हुनुपर्ने मोडमा उभिएका छौँ। उपस्थित साथीहरू, विशेष गरेर थारू आन्दोलन र टिकापुरका घटनालाई लिएर म सञ्चारकर्मी रहँदा मेरो सूचनाको दायरा आज जति फराकिलो थिएन। मेरो बुझाइको दायरा कमी हुँदा मैले कहीँ कतै मन दुखाएको छु भन्ने मलाई महसुस भएको छ। आज यस पावन दिनमा, ऐतिहासिक दिनमा मन दुखेका सबैप्रति म हृदयदेखि नै क्षमा याचना गर्न चाहन्छु। सिक्ने र समृद्ध हुने क्रममा म अझै पनि आफूलाई सिकारु एउटा नागरिक भनौँ, सिकारु एउटा राजनीतिक कर्मीका रूपमा परिष्कृत पार्ने यात्रामा अगाडि बढेको छु। यी मात्र होइनन्, धेरै कमी कमजोरीहरू भएका होलान्। त्यसले मलाई एउटा पाठ सिकाएको छ। मलाई विश्वास छ यो यात्रामा तपाईहरूको साथमा हामी विगतमा भएका जति पनि कमी कमजोरीहरू छन् तिनलाई सच्याउनेछौँ र त्यसलाई ऐतिहासिक मोडमा लिएर जानेछौँ।
जुन समाजमा विभेद हुन्छ त्यो समाज मान्छे बस्न लायक समाज रहँदैन। विभेद रहित समाज निर्माण गर्ने क्रममा पार्टी प्रतिबद्ध छ। हाम्रा प्रतिबद्धताहरू लिखित रूपमा हामीले प्रस्तुत पनि गरि नै सकेका छौँ, जसलाई यहाँहरूले हेर्नुभएको छ। र आज हामीले हस्ताक्षर गरेका कागजमा आज गरिएको हस्ताक्षरका ती अक्षरहरू फगत अक्षरहरू मात्र होइनन्, त्यो हामीले विशेष गरेर थरुवाट आन्दोलन र थारू समुदाय सम्पूर्ण त्यो इतिहासलाई साक्षी राखेर गरेको हस्ताक्षर हो। त्यसको जवाब हामीले पुस्तौँ पुस्तासम्म दिनुपर्ने हुन्छ। म तयार छु। पार्टी सभापतिका रूपमा यो जिम्मेवारी लिन म तयार छु। म नक्कु कारागारमा रहिरहँदा स्वाभाविक रूपमा इच्छा गर्ने सद्भाव राख्ने साथीहरू खोज्दै आउने क्रम थियो। स्वाभाविक रूपमा मलाई माया गरेर खोज्न आउनेहरूको सङ्ख्या धेरै थियो, तर मैले खोज्ने सङ्ख्या एकदमै कम थियो। मैले आफैले खोजेर भेट्न चाहेर खोजेको चाहिँ थरुवाट आन्दोलनका साथीहरू थिए, थारू अभियन्ताहरू थिए। मलाई यसमा गर्व लागेको छ। म गर्वको महसुस गर्दछु कि मैले सबैभन्दा बढी समय पछिल्लो 2-3 महिना यसै विषयलाई लिएर दिएँ। कहाँ कमी कमजोरीहरू भएको छ त्यहाँबाट सच्याउन सुरु गर्नुपर्छ भनेर हामीले तपाईँहरूलाई सँगै जोडेर जाने अभियान सुरुवात गऱ्यौँ। किनकि हामीलाई थाहा थियो जसरी मुलुकमा परिवर्तनको एउटा नयाँ सन्देश जाँदैछ, परिवर्तनको यो सन्देशमा अल्पसङ्ख्यकहरू, सीमान्तकृतहरू र विभेदमा पारिएकाहरूलाई प्राथमिकताका साथ लिएर जान सकिएन भने राज्यको रूपान्तरण र हामीले सोचे जस्तो, हामीले खोजे जस्तो समाज बनाउन सकिँदैन भन्ने कुरामा म विश्वस्त थिएँ। र सिक्ने क्रम मेरो जारी छ। यो अभियानलाई निरन्तरता दिनको निमित्त धेरै साथीहरूलाई जोड्नुपर्ने गहन जिम्मेवारीमा म उभिएको छु। यो ऐतिहासिक जिम्मेवारी पुरा गर्न सकियो भने मुलुकले एकैपटक निकास पाउनेछ। म पुराना राजनीतिक दलहरू जो यदाकदा आएको परिवर्तनलाई स्वीकार गर्न अप्ठ्यारो मानिरहेको देखिरहेको छु, उहाँहरूलाई म विनम्रतापूर्वक भन्न चाहन्छु, स्वीकार्नुहोस्, आफ्नो असक्षमतालाई स्वीकार्नुहोस्। मुलुक जर्जर अवस्थामा पुगिसकेको छ। जति तपाईँहरूले पछिल्लो समय कुशासनको चपेटामा पारेर मुलुकलाई आज यो अवस्थामा पुर्याउनु भयो, अब थप जोडबल नगर्नुहोस्। योभन्दा गए गुज्रिएको बहिर्गमनको सपना नदेख्नुहोस्। अपदस्थताको पराकाष्ठा हो त्यो। यसभन्दा पर नसोचिदिनुहोस्। निर्वाचनमा मुलुकलाई सहज रूपमा जान दिनुहोस्। चलखेल नगर्नुहोस्। हात लम्काउने चम्काउने नगर्नुहोस्। मुलुकलाई निर्वाचनमा लिएर जानुहोस्। निर्वाचन मार्फत जनताले आफ्नो अभिमत जाहेर गर्नेछन्। त्यो अभिमत मार्फत हामीले नयाँ इतिहास कोर्नु छ एकैपटक। त्यो इतिहासलाई यहाँहरूले सक्नुहुन्छ भने योगदान दिनुहोस्, सक्नुहुन्न भने बिथोल्ने कोसिस नगर्नुहोला। किनकि मुलुक अब कुनै पनि किसिमको अप्ठ्यारो परिस्थितिबाट होइन, सहज परिस्थितिबाट अगाडि बढ्न चाहन्छ। हामी एउटा आरोप होइन, कयौँ आरोपहरूमा लडिरहेका छौँ। कतिपयले लोकप्रियतावादी पपुलिस्टहरू मिले, यिनीहरूमा चाहिँ राजनैतिक परिपक्वता छैन भनेको पनि सुन्नु परेको छ। हामीलाई गाली गर्न पाउँदा आत्मैदेखि खुसी हुनेहरू तथा नाम गाली पनि गरिरहेका छन्। म उहाँहरूलाई खुसी हुनलाई अनुरोध गर्न चाहन्छु। हामीलाई, हाम्रो पार्टीलाई, मलाई, मेरा नेताहरूलाई गाली गर्दा तपाईँहरू तृप्त हुनुहुन्छ भने तपाईँ तृप्त भइरहनुहोस्। हामी त्यही गालीको चाङमा टेकेर यो देशको समृद्धिको सपना पुरा गरेरै छाड्छौँ। अब हामी फरक जिम्मेवारीमा छौँ। जसरी नयाँ साथीहरू हामी जोडिएका छौँ, हामी जोडिएका साथीहरूले अब मुलुकको भविष्यको जिम्मेवारी लिनुपर्ने भएको हुनाले हामीले अब पुराना दलहरूलाई अथवा पुराना दलका कार्यकर्ता नेताहरूलाई कटाक्ष गर्न बन्द गरिदिनुपर्छ। हामीले त अब नयाँ नेपालको नक्सा कोर्ने हो, अबको समृद्धिको बाटो पहिल्याउने हो, अब एउटा हामीले कल्पना गरेको समाजको चित्र कोर्ने हो। हामी त्यतातिर व्यस्त हुनुपर्छ। हामीले अब कटाक्ष गर्ने अथवा हामी शक्तिशाली भयौँ भनेर अपदस्थ भएका मानिसहरूलाई मानमर्दन गर्ने कामबाट हामी अब बाहिर निस्किनुपर्छ। साथी हो, म रासोपाका सम्पूर्ण शुभचिन्तकहरूलाई बताउन चाहन्छु र जति पनि पुराना राजनीतिक दलका नेताहरू हुनुहुन्छ जसले यदि मुलुकको चिन्ता गरेर यिनको हातमा देश जाँदाखेरि मुलुक केही सङ्कटमै पो पर्नेको हो कि भन्ने चिन्ता गर्नुभएको छ, म उहाँहरूलाई स्पष्ट पार्न चाहन्छु, चिन्ता नगर्नुहोस्। तपाईँहरूले चिन्ता गर्न पर्दैन। नयाँ पुस्ता सक्षम छ, सबल छ। यो देशलाई एउटा उचाइमा लिएर जान सक्ने क्षमतावान पुस्ता हामीले लिएर आएका छौँ।
संसदलाई तपाईहरूले उस्तै परे एउटा बजेट भाषण बाहेक अरू हेर्न नसक्ने थलोको रूपमा बनाउनु भएको थियो। तर संसदका हरेक सेसनलाई नेपाली नागरिकले, युवा पुस्ताले आँखा झिमिक्क नपारिकन हेर्ने बनाउने रासोपा हो। चिन्ता नगर्नुहोस्, हामी सम्हाल्छौँ, हामी सम्हाल्छौँ। बिग्रिएको अर्थतन्त्रलाई हामी उकास्छौँ, बिग्रिएको वैदेशिक सम्बन्धलाई हामी उकास्छौँ, गिरेको राष्ट्रिय मनोबललाई हामी उकास्छौँ। युवाहरूमा त्यो ताकत छ, त्यो शक्ति छ, हामी उकास्छौँ, हामी सक्षम छौँ। राजनीतिक रूपमा परिपक्व हुन्छौँ, हुँदैछौँ, गर्दैछौँ। तर त्यो राजनीति पनि के राजनीति जसले देशलाई हरितन्नम बनाएर छोड्यो, देशका नागरिकलाई देश छोडेर जाने बनायो, लालापालालाई छोडेर जानुपर्ने बनायो, सम्भावना भएको देशलाई सम्भावनाहीन बनाएर छोड्यो। हामी त्यहाँबाट उठाएर एउटा गन्तव्यमा मुलुकलाई लिएर जान सक्षम छौँ। तपाईहरूले पपुलिस्ट भने पनि, तपाईहरूको विश्लेषणभित्र हामी हेलामा परे तापनि हामीलाई थाहा छ, हामीले बुझेका छौँ। र यो जोडिने क्रममा जसरी हामी नयाँ साथीहरू जोडिएका छौँ, ती साथीहरू अब्बल साथीहरू हुनुहुन्छ, युवा साथीहरू हुनुहुन्छ। यो पुस्तासँग आफ्नो मुलुकलाई नयाँ गन्तव्यमा लिएर जान सक्ने अथाह छ, क्षमता छ। त्यस कारणले म निर्धक्क हुनको लागि म अनुरोध गर्न चाहन्छु। विभिन्न षड्यन्त्र गरेर चुनाव भाँड्ने, घटनाहरू घटाइदियो भने चुनाव सर्छ कि क्या हो भन्ठान्ने काम नगरिदिनु होला। चुनाव नै हो, चुनावबाट नै निकास दिने हो। र जति पनि पुराना राजनीतिक दलहरूलाई माया गर्ने साथीहरूलाई म यहीँबाट बताउन चाहन्छु कि तपाईँले माया गरेको राजनीतिक दलबाट निकास नआएपछि यदि अझै पनि तपाईँ ती पुराना दललाई माया गर्नुहुन्छ भने एउटा काम गरिदिनुहोस्, आफूले माया गरेको दललाई प्रतिपक्षमा राखिदिनुहोस् एकपटकलाई। अब त हेर्नुहोस्, केन्द्रीय सदस्यको संख्या पुर्याउनलाई नागरिकता समेत नपाएको, भोटर आइडी पनि नपाएको र बल्ल बल्ल हात जोडेर छेउछाउका साथीहरूलाई जम्मा गरेर सुरु गरेको राजनीतिक दलमाथि कति मुद्दा लागे, कति अवहेलना खेप्नु पर्यो। तर हामी थाकेनौँ, हामी बसेनौँ, हामीले आराम गरेनौँ, हामीले विश्राम गरेनौँ, हामी अगाडि बढ्यौँ। संसदीय अभ्यासमा हामीले अब्बल ढङ्गले विश्वलाई देखायौँ कि नयाँ पुस्ता पनि राजनीतिमा आयो र यसले गर्ने संसदीय अभ्यासले देशमा एउटा आशा र उत्साह जगायो। मैले भन्नै पर्छ, रासोपासँग जोडिनुभएका, रासोपाका वरिष्ठ नेताका रूपमा हामीले हिजो भर्खरै स्वागत गरेका बालेन्द्र शाहको उदयले युवाहरूको राजनीतिमा चासो बढायो र त्यहाँबाट नेपालले एउटा नयाँ झङ्कार सुरु गरेको थियो। त्यही अभियान अघि बढ्दै यहाँसम्म आइपुगेको। जेनजी आन्दोलनमा जे भयो, जुन क्षति भयो, त्यो नभएको भए हुन्थ्यो। तर त्यस्तो किसिमको क्षतिमा जाँदैछ भनेर हामीले निरन्तर भनेकै थियौँ। राज्य सत्ताको चरम दुरुपयोग गरेर यति ठुलो खाल्डो खनियो कि मैले भनेकै थिएँ, मलाई पूर्ण 6 फिट 6.5 फिट जतिको खाल्डो खनेको भए खासै ठुलो फरक पर्दैन थियो। तर यति ठुलो खाल्डो खन्नुभयो कि अब तपाईँहरू सबै नपुरिकन सुखै छैन। हामीले पुर्ने होइन, खाल्डो त तपाईँहरूले नै खन्नु भएको। त्यही प्रेसिडेन्ट सेट गरौँ, संसदलाई हामीले संसद जस्तो बनाऊँ भन्यौँ। उठेका मुद्दाहरूमा हामीले भ्रष्टाचारका विषयमा मुद्दाहरू उठायौँ। तर त्यो संसदलाई तपाईँहरूले शक्तिको दम्भ देखाएर, सङ्ख्याको दम्भ देखाएर नागरिकका मुद्दाहरूलाई दबाउने कोसिस गर्नुभयो। जनताले मन पराएका भर्खरका नाति नातिना पुस्ताका सांसदहरूले भ्रष्टाचारको विरुद्ध उठाएको आवाजमा माइक काट्ने काम भयो, आवाज नसुन्ने काम भयो, हाम्रो माग पुरा नहुने काम भयो, पेल्ने, हेप्ने, अपमानित गर्ने, अपहेलित गर्ने, विभिन्न नाम दिने कामहरू भयो। परिणाम के भयो? म सुनिरहेको छु ठुला राजनीतिक दलहरू फेरि मिल्दैछन् रे। मिलेर ठुला राजनीतिक दलहरू नमिलेको हो त। जुन संसदबाट मलाई जबरजस्ती बाहिर निकालियो 2 घण्टामा सूचना टाँसेर, त्यही संसद फेरि बिउताउने भनिरहनु भएको छ उहाँहरू। 22 बिउताउने भन्नुभएको छ। के का लागि बिउताउन खोज्नु भएको? एउटा जेलमा परेका बालबाली, आमा बुवाका बालबालिकालाई वर्षौंदेखि पालन पोषण गरेर आउनुभएकी इन्दिरा राणा जस्तो समाजसेवीलाई मानव तस्करको आरोप लगाउने, पाप गर्नका लागि फेरि बिउताउन खोज्नु भएको। सहकारीको बाटो नहिँडेको मान्छेलाई प्रमाण छ भनेर जबरजस्ती मुद्दामाथि मुद्दा कोचेर जबरजस्ती संसदबाट बाहिर निकाल्ने संसद फेरि स्थापना गर्न खोज्नु भएको। विभिन्न देशमा जाने नेपालीहरूबाट असुल उपर गरेर भिजिट भिसाका नाममा दिनमा लाखौं कमाउनेहरूको विरुद्ध आयोग गठन गर न।
छानबिन गर न भन्दाखेरि आवाज नसुनेर माइक काटिदिने संसद पुनर्स्थापना गर्न खोज्नु भएको। संसद त आउँछ तर फ्रेस म्यान्डेट लिएर आउँछ, फ्रेस म्यान्डेट लिएर आउँछ, नयाँ साथीहरू सहित आउँछ, मुलुकले काँचुली फेर्छ। उपस्थित साथीहरू, मैले राष्ट्रिय राजनीतिका विषयमा यति कुरा भन्नु नै पर्ने थियो। जहाँसम्म आजको यो समारोहको आजको यो विषय छ, दामोदर सरलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुरुवाती दिनदेखि जुन ढङ्गले तपाईँले यसलाई सहजता गर्नको निमित्त अग्रसरता लिनुभयो, साँच्चै नै त्यो एउटा अभिभावकको भूमिका थियो। तपाईँ आफै थारू होइन, तर थारूको अधिकारका लागि तपाईँले जसरी प्रस्ताव राख्नुभयो र यसलाई त्यो घटना होइन, त्यो एउटा विध्वंस हो, त्यहाँ चाहिँ बर्बर यातना दिइएको छ भन्ने कुरा जसरी तपाईँले भन्नुभयो र त्यसलाई आज हामीले लिखित रूपमा प्रतिबद्धताका साथ प्रस्तुत गऱ्यौँ। तपाईँ जस्ता साथीहरू हुने भयो भने यो मुद्दा स्थापित हुनेछ। थारूको हक अधिकारमा तपाईँ जस्ता साथीहरू जोडिँदा अझ बढी स्थापित हुनेछ। लक्ष्मणवी लगायतका साथीहरूसँग पनि मेरो निरन्तर भेटघाट भएको छ। रासोपा र हाम्रो बारेमा, पहिचानका बारेमा हामी अनुदार छौँ कि भन्ने कुरा कता 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 गरेको पनि सुनिएको छ। हाम्रा दस्तावेजहरू डाक्टर स्वर्णिम वाग्लेले अघि भन्नुभएको छ, त्यहाँ स्पष्ट रूपमा हामीले भनेका छौँ। पहिचानको विषयलाई लिएर कुनै पनि, चाहे अल्पसङ्ख्यक, चाहे थारू, चाहे मुस्लिम, कुनै पनि दलित, उनीहरूको पहिचानको विषयलाई लिएर त्यसलाई राजनीतिको रोटी सेक्ने मुद्दा मात्र बनाउने कुराको मात्र हाम्रो विरोध हो। पहिचानको विरोधमा हामी कहिले पनि छैन। वास्तविक पहिचान भौगोलिक हिसाबले, सांस्कृतिक हिसाबले, धार्मिक हिसाबले जहाँ जहाँ गर्व गर्नुपर्ने ठाउँहरू छ, रासोपाले गर्वका साथ त्यसलाई डकुमेन्टेड गरेको छ। र आज हामीले गरेको सहमति र सम्झौताको अक्षरशः पालना गर्ने जिम्मेवारी तपाईँ हाम्रै हो। र पार्टी सभापतिका रूपमा तपाईँले विश्वास गरेर, आफ्नो भएको रहेको घरबाट विश्वास गरेर हाम्रो घरमा आउनुभएका तपाईँलाई परिवारका रूपमा न्यानो स्वागत गर्ने कुराको म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। नयाँ राजनीतिक दल हौँ, पार्टी खुलेदेखि नै विभिन्न आक्रमणमा परेका छौँ। राज्य लाग्यो हामीमाथि, हाम्रो पार्टीको नाममा मुद्दा लाग्यो, चुनाव चिन्हमा मुद्दा लाग्यो, सभापतिमाथि मुद्दा लाग्यो, निरन्तर खेपि नै रहेको छु। यसका बावजुद पनि हामीले हाम्रो यात्रालाई रोकेका छैनौँ। यहाँहरू आएर हाम्रो यो यात्रा अझ बढी समृद्ध हुनेछ, हामीलाई विश्वास छ। यसबीचमा हामीले कयौँ साथीहरूलाई प्रशिक्षण पनि गर्न पाएका छैनौँ। हाम्रा कयौँ साथीहरू प्रतिबद्ध छन् तर प्रशिक्षित छैनन्। प्रशिक्षण नपाएको सङ्गठनले कहीँ कतै तपाईँहरूको मन दुखाएछ भने मलाई अघि तपाईँले छोरो भन्नुभयो, छोरो सम्झेर क्षमा गरिदिनु होला। तर मेरो कोसिस रहनेछ सभापतिका रूपमा कि आउनुभएका साथीहरूमाथि कसैले अपमान नगरून्, कसैले अपशब्द प्रयोग नगरून्, कसैले गाली गलोज नगरून्। तर प्रशिक्षणको अभावमा सङ्गठनलाई हामीले धेरै समय दिन पाएका छैनौँ। मुद्दा मामिलामा झेलिँदा अनेक किसिमको यो राज्य आतङ्क र अनेक किसिमका आरोप प्रत्यारोपहरूमा झेलिँदा हामीले गर्नुपर्ने कयौँ चिजहरू छुटाएका छौँ, तर हामीले हिँड्न छोडेका छैनौँ। हामी निकै अगाडि बढेका छौँ। त्यसैले त आज सिङ्गो देशको आशा र उत्साहको रूपमा रासोपालाई हेरिएको छ। आज देश निराश भएका बेलामा, चुनाव हुन्छ कि हुँदैन भनेर चिन्ता भएको बेलामा रासोपाको पछिल्लो समय गरिएका सम्पूर्ण क्रियाकलापले, सहमतिहरूले के स्पष्ट पारेको छ भने अब देशमा केही हुन्छ भन्ने कुराको सञ्चार मानिसहरूमा बढाएको छ। त्यो आशा आजका लागि महत्त्वपूर्ण कुरा हो। र यसैमा टेकेर तपाईँहरू हामी सबै साथ मिलेर हामी यसलाई गन्तव्यसम्म पुर्याउनेछौँ र अन्य विभिन्न नयाँ र होनहार साथीहरूलाई जोड्ने क्रम निरन्तर अगाडि बढाएका छौँ। सँगै जोडिँदा दुईटा खोला पनि मिसिँदाखेरि दोभानमा अलिकति 1-2 किलोमिटरसम्म त त्यो पानीको दुईटा अलग अलग सङ्लो र धमिलो पानीहरू पनि देखिन्छ। तर अलिकति नआत्तिनु होला, अलिकति धैर्य गर्नु होला, थोरै बग्न दिनुहोस् त। हामी सङ्लो हुन्छौँ, एउटै देखिन्छौँ, सँगै अगाडि बढ्छौँ। र विभिन्न समयमा हामीले आशा गर्दै, विभिन्न ठाउँ हुँदै, विभिन्न पार्टी हुँदै, विभिन्न अभियान हुँदै हामी यहाँसम्म आयौँ। हामी अब यहाँबाट अर्को घर जान चाहँदैनौँ भन्नुभएको तपाईँको यो अभिव्यक्तिलाई रासोपाले गम्भीरतापूर्वक लिएको छ र हामीलाई विश्वास छ तपाईँ हाम्रो साथ, हामी सँगै मिलेर यसैलाई नै एउटा अन्तिम गन्तव्य मिलाउँछौँ। किनकि यतिखेर इतिहासले मागेको कुरा र हामीले खोजेको कुरा, वर्षौँदेखि तपाईँहरूले लड्नुभएको कुरालाई उपलब्धिमा हासिल गर्ने समयमा हामी आइपुगेका छौँ। यस इतिहासको अत्यन्तै महत्त्वपूर्ण कालखण्डमा हामी आइपुगेको हुनाले मलाई लाग्दछ यो तपाईँको मात्र होइन, राजनीतिक रूपमा हाम्रो पनि गन्तव्य हो।
हाम्रो पनि यही हो गन्तव्य। हामी पनि अर्को मौकाको खोजी छौँ। धेरै धेरै धन्यवाद शिशिरजी। आजको यस ऐतिहासिक घडीमा इतिहासको यो महत्त्वपूर्ण कालखण्डको साक्षी बन्नका लागि उपस्थित रहनुभएका सबैजनालाई एकमुष्ट सम्बोधन गर्दै जय घण्टी भन्न चाहन्छु। सबैलाई एकमुष्ट सम्बोधन गर्न चाहन्छु। उपस्थित महानुभावहरू, सबभन्दा पहिला आजको यो विशेष समायोजन समारोह थरुट आन्दोलन, थारू हक हित अधिकारका लागि भएका सङ्घर्षहरू र यसमा आफ्नो जीवन लगाउनुहुने, समर्पित गर्नुहुने सम्पूर्ण योद्धा, शहीदहरू, घाइतेहरू र यो सङ्घर्षमा सम्पूर्ण आफ्नो जीवन र पुस्ता समर्पण गर्नुहुने सबैप्रति म आजको साँझ समर्पित गर्न चाहन्छु। यति धेरै जिम्मेवारीको महसुस भएको छ र पछिल्लो दिनहरूमा चाहिँ जसरी निरन्तर रूपमा एउटा नयाँ ढङ्गले राजनीतिलाई अगाडि लैजाने जिम्मेवारी हामीले पाएका छौँ, त्यसको थकाइ एकातिर छ, त्यसले दिएको उत्साह अर्कोतिर छ। हामी इतिहासको एउटा अत्यन्तै महत्त्वपूर्ण मोडमा उभिएका छौँ। इतिहासको यो महत्त्वपूर्ण मोडमा यो देश पहिलोपटक उभिएको होइन, धेरै पटक उभिएको छ। यो देशले इतिहासमा धेरै पटक अवसरहरू पाएको, तर दुःखका साथ भन्नुपर्छ, देशले पाएको अवसरलाई केही अवसरवादीहरूले आफ्नो पोल्टामा पारे देश गरिब गरिब रह्यो। अब त्यो हुनेवाला छैन। रासोपाको उपस्थितिमा तपाईँ हामीलाई साक्षी राखिसकेपछि अब त्यस्तो हुनेवाला छैन।